हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अदर भिडियो। सो आज हो दसैँ। यस, सो मेरो तर्फबाट सबैलाई ह्यापी दसैँ है। राम्रोसँग मनाउला अनि सेफली मनाउला। सो म रेडी चाहिँ भएको छैन अनि नेल एक्सटेन्सन गरेको थिएँ। ठिकै देखियो जस्तो नआउँदैछ अनि दादा त हुनुहुन्छ अनि मम्मी बाबा पनि आउनुभएको छ। त्यो दसैँमा मम्मी भर्खर बाबा चौधपट्टि छ, त्यो चाहिँ अलिक मिसी भएको छ। आज हाम्रो घरमा दसैँ हो नि, यतिको मिठो त भइ नै हाल्छ किनभने। अनि फटाफट गरेर मैले रेडी भएँ अनि जमा काट्दै यताभित्र बराम चढाउन सजिलो भनेर अनि जमासँग रेडी पार्छु। मैले टिका सिका मुझेँ अनि साइडमा कपार्दै अनि तपाईँको अक्सिजन अनि टिका सिका मुलिसकेपछि बाबाले ढोका सिकामा चढाइदिनु भयो देउताहरूलाई। अनि त्यसपछि अब हाम्रो पालामा टिका लगाउने। टिका लगाएर त भ्याइयो तर फोटो खिचिकन दसैँ त बानिँदैन नि, त्यसैले सो हामी फोटो खिचेर हामी फेरि अब मालातिर लाग्यौँ। अनि मेरो हालत यस्तो छ पुरा। रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा। फटाफट हामी माला आइदियौँ। चुप्लाक भन्दाखेरि भाइलाई के गरेर भने हेर्नु लागि अनि यहाँ आन्टीहरूले टिका सिका लगाउँदै हुनुहुँदैछ। अनि म चढाइसक्नु रहेछ उनीहरू। अनि फटाफट टिका लगाएर हामी फेरि खानसाना खान थाल्यौँ। अनि माइजूलाई त दाल अनि त्यो बोडीको गेडा अनि मासु पकाउनु भएको थियो। अनि दादाले मैले भाले सबै मिलेर खानसाना खायौँ। त्यहाँभित्र खुट्टा लगाएर फटाफट खानसाना खाएर अनि हामी सबै अब उठान जान लाग्यो। ढिलो भइसकेको थियो, त्यो अलिक म हतारमा थिएँ। सुपारी माला यो गाईलाई बाटो भरि आँखाती फैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गउँदै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार। सजाउनलाई आफ्नै त्यो संसार। खुसीले सारा भर्यो नि संसार। फेरि आफ्नो अटोमा बसेँ। जुस किने गाई लालाहरू अगाडि बसिरहेको छ अनि अगाडि पछाडि बसेँ। अनि यति साह्रो गाडी हिँड्दाखेरि हामी फाइनली हाम्रो गाउँतिर आइपुगेका छौँ। अनि माथि आउनुपर्छ वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार। खुसीले सारा भर्यो नि संसार। सो हामीले एकैछिन भिडियो बनाएका छौँ। अनि यो चिन्नुहुन्छ हजुरले, यसको नाम हो चुत्रा। अनि त हरियो छ काटेपछि खान्छन् गाउँघरको नेचुरल हो। गाउँघरतिर जाने बाटैबाट खानेतिर भेटिन्छ कि त्यस्तो हुन्छ गाउँघरमा नै। अनि मैले बाटामा बेलुकी गएको थिएँ अनि बेलुकी टिकट खाँदै जान लाग्छु म। मम्मी अघि हुनुहुन्छ, म यता छु।
घरतिर आइहा भने त थोटो लास लाग्यो थियो अनि हेर्दा मैले तपाईँ यहाँ दुःखमा बेल्टी कस्तो बेल्टी भइआयो माथि हेर्दै भगवान् अर्काको देशमा लैलै सम्झनाको निभैलै सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा कुता होलान् रातै तिनी धारा कुता होलान् रातै तिनी धारा टिका लाउन जान लाग्छौँ अनि आमाको अघि होइन अनि यहाँ नेचर हेर्नु कति दामी देखिन्छ नि सबभन्दा राम्रो मैले नेचर यहाँ हेर्नु कस्तो मजा आउँछ नि तर सर्टेर हेर्न पाइनँ त्यस्तै राम्रो कि त्यही भएर अनि यो चाहिँ यतापट्टिको घर चाहिँ हाम्रो हो यो साइडको घर फेरि बाबाको फुलदाईको घर हो सामान राख्ने ठाउँ के भन्नु यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार भर्यो नि संसार एकछिन भएर बसेर फेरि हामीभित्र पनि टिका लगाउनु आमालाई टिका लगाइदिनु भयो मलाई अनि बाबालाई मम्मीलाई सबैलाई पालपाली टर्न बाई टर्न लगाइदिनु भयो टिका लगाएपछि हामी यतापट्टि अर्को हजुरआमाको घर जान हामी पुरै सब रिलेटिभ्सहरू छन् कि त्यही भएर त्यही जान अनि स्यान्डल लगाएर झन्डै बाटो लुटी बच्चाहरूलाई छरछिमेकी कहाँ टिका लगाउँदै राति भइसकेको हामीले ढिलो भइसक्यो टिका त खुसीले सारा भर्यो नि संसार सो फटाफट टिका लगाएर म बाहिर निस्किसकेको थिएँ पहिल्यै बाबा मम्मी भित्र हुन्छ बाहिर म अनि बाहिर छौँ अनि हामी टिका लगाउँदै थियौँ मैले ढिलो हुन्छ जान भनेर अनि फेरि काका काकीलाई पनि टिका लगाइन्थ्यो लगाइदिनु थाल्नु बाबा मम्मीले अनि रातिको 1 बजिसकेको छ हामी लिटरली भागलाम घुम्यो पता नहीं के गरेको पनि थाहा छैन भगवान् जानु सो तपाईँलाई जाग देखाउँछ मैले यस्तो गरेको थिएँ तर मैले घर पुग्छु हेलो हामी होम सो तागत भनेपछि लिटरली 1% पनि छैन कि सो आजको लागि यति नै हजुरले मेरो भिडियो मन पर्यो लाइक शेयर सब्सक्राइब गर्नु बाइ